हाम्रो हाम्रो फेरि मुखबाट सिक्दै सुरु हुन्छ नि त ल हेलो गाइस हेलो 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 हामीले चाहिँ आज थुक्पा बनाएको तर बन्द अब चाहिँ चाउमिन भएछ होइन तालुको मिठो 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 छ मिठो दामी छ बिस चौमी ए कुन दाइ यस्तो छ क्रस दाइ होइन यसो सिक्नुपर्छ भाइ नसिक्नु हुँदैन केटा यो अलिअलि के भयो भाइ कुनै त खाँदै लिँदा हुँदै त्यो ठुलो छ नि त त्यो अघि लट्टा परेको हो क्या भाइ प्या किन जम्मै हाल्ने अहिले थप्ने होला नि त जम्मै नहाल है राख न हामीले त्यो चाहिँ हुन्छ आउने गयो त्यसरी दिकेहरू यसरी क्या हल्का चेप यसरी होइन अनि होइन पाएछ टन्नै भइगयो अब यतिलाई झाडामै चाहिँ नबोलिहाल न यार यो चपस्टिक पनि के अरे चपिङ बोर्ड पनि लडिबस्छ त के खोजेको भाइ मैले यस्तै घरमा खाएको छु है दाइ आँटाको बनाएर त्यस्तो चाहिँ भयो आँटाको बनाउँछ क्या आँटा बनाएर होइन सानो सानो पातलो बनाउँछ क्या यस्तै हुन्छ हाल्नै घोटेर हुँदैन भरे 12 बज्छ मुला चम्चीले नखाऊ खाऊ न मुला काठकोले खान्छु क्या सिकेपछि पनि काठको कहाँ पाउँछ सो बारीले खाँदाखेरि बोकेर जान्छ नि बाजे मतो भन्यो अस्ति भने सुरु बुझ्यो कुरा सुनेको हराउने गर्छ कहाँ आएको नन्दाले पेट चाहिँ दुखाउनु लाग्यो मलाई हुँदैन भाइ पाएको छैन नि त कति भाडा उयो भएर क्या भाडा सानो भएर सबै छिरेन पानी भएन क्या तपाईँले मैले उयो विचार गरेर उसमै चाहिँ गर्नुपर्ने थियो उयो ठुलो भाँडा क्या गएर भएको छैन राइस अनि त्यो त ग्यासमा पकायो त हुन्छ त्यस्तो हुने खाएको अनि इन्डक्सनमा क्या अहिले त यहाँ पनि लङ नेपालमा गएर पनि चपस्टिक चलाउनु आउँछ अन्त बाँस लिएर आइज भनेर बनाएर काटेर होइन सुरुमा अब जान्ने भइगयो नि अझै त्यो पनि पकाउँदैन कि अहिले हो त्यो रकै नै भन्ने जस्तो हिराले झन् यहाँ तल पक्रिन्छ नि डट पेन पक्रे जस्तो क्या यहाँ झन् आउँदैन सबै लोटी म अनि बोल्यो भोले त्यसपछि हिरा सुनले गएर हाम्रै पक्रिन्छ न थाहा नि तरिका खाने जस्तो भन्दैछ मोटो कस्तो यस्तै पकाउँछ त्यसमा खाना झन् बेसी दिन जन्मिँदा यस्तो चपस्टिक बोकेर टेक्दै हाल्छ बाँसमा होइन सानोमा खुट्टामा आऊ यत्रो टेक टेक बनाएर क्या क्याफे बनाएर हो
हाम्रो गाउँको केटाहरू बेसी बनाउँछ मलाई डर डर लाग्थ्यो अल्लो माथि बनाएर होइन चल्नै सक्दैन थियो टिपटप गरेर एकवटा लाना हामी त रेस पो खेल्छौँ त भाइ आज ए वाट इज दिस फेरि गर्दा ए अर्कोले मेरोमा के त्यो त आउँछ नि मलाई सब गाह्रो भन्ने आउँछ अब बेला 10 बजीतिर खाउँ गाह्रो के खाँदैछ अझ पिरो हुनु पर्थ्यो है अनि मैले पिरो हाल्नु न हुँदैन हुँदैन अनि खुर्सानीहरू छैन त चाहिँ खोर्सानी ल्याउनु मिल्दैन नि बिस्तारै गर न मुला सुनिलको झन् सुनिलको त्यो चिया खाएर ठुलो भयो होइन त्यो त्यस्तो त राम्रो होइन त मैले नदिएको जिन्दगीमा कहिले जिन्दगीमा त दाइ भोको भएर त दाइ भोक त टिपेर खानुपर्छ जुठो गएर भन्नु जान जान खानु चाहिँ अलिक दिक्ने लाग्छ जस्तो पनि घरमा भाउजू मैले खाएर पनि मलाई पनि दिक्ने लाग्छ त्यो पनि त्यस्तो खतरा छ नि होइन बुढाहरूले प्रायः जुठो खाँदैन नि बुढीले खान्छ बरु बुढीलाई दियो भने बुढाको भएको दियो भने खान्छै हो केटी मान्छेहरू त्यस्तै हुन्छ क्या उनीहरूको फ्रेन्डसँग नि रान्दाले पनि चटपटे त सँगै खाँदैन भने चाहिँ आफू बुझ्नु खाल्टो कुरो हो यस्तै खाएको थिएँ मैले आँटाको बनाएर गुन्ने बनाएको कि यस्तै पास्ता जस्तो भयो क्या दिएर अझै छ उचाल्नु सक्दैन यार यस्तो खानु पेट लाग्छ नि त खालि सधैँ कहाँ खाने हो टुपीमा खायो भने यस्तो छिटो पेट लाग्छ टुपिया खाने तिमीहरू यो के राखिराख्नु ल रासनमा कहाँ बुझ्नु कहाँ पढ्दैछ ज्ञानेश्वरमा टुपियामा लाग्छ मैले त्यो ग्यान्सरमा पनि पठाएँ मैले कहाँ पठाएँ सिँचाइ पढ्दैछ होला त्यति हामी 3मा पनि 4मा पढ्दा आएको पछि पनि आएको होइन एकचोटि आएको थियो टुप्पीमा पढ्यो भनेर सम्बार चोकतिर हिँड्दै गरेर देखेको थिएँ मैले कति सालमा हौ म 3मा पढ्थेँ सम्बार चोकमा म आलामा थिएँ कति सालको एसएलसी अरे हठात् पढ्थ्यौँ 2068 साल चैत्र 11 ए 68मा 68 सालमा +2 पो सकिरहेको थियो एसएलसी 150 को त थाहा 86,000 रुपियाँ कति के को एसएलसीको सिप ए एसएलसीको क्या 2068मा हालेको उसले एसएलसी मेरो 70 सुपर 10 त्यहाँ देख्दा आम्मा सुपर टेन पढ्नुको छोरी सुपर 10 त सुपर टेन त्यो परेको थियो बुढो हाम्रै हेर्छ पढायो सबै पास हुनु भन्थ्यो त त्यतिखेर त नि बुढोलाई चिज चोर्नु पो सिकाएको थियो त्यहाँ इक्जाम उयसमा त 10 को सेन्टरमा नचोर यसले सक्छ भने हारा केटा हो भने त्यो हामी ढान्ट्यो चोर्ने के को चोर्नु चोर्ने तरिका सिकाउनु जान्नु पर्यो नि मलाई मलाई चाहिँ चिट लगाएर जाने जस्तो लगाएर यस्तो मेहनत गरेर लेखेर जाँदैन जस्तो गयो त्यस्तै लिएर आउँछ क्या माससँग सबैभन्दा अगाडि पढ्यो जहिले अगाडि खुट्टा त सरहरूले खुट्टा लाग्दैन बेदमा
त्यो अगाडिको मर्दै जहिले खुट्टा पुरा तन्काएर हल्लाउँदै तर तिनीहरूले हेर्दैन क्या नहेरे पनि दाइ डर हुन्छ नि राजु छैन राजु भाइ हल्ला चाहिँ डर भन्छ क्या डिगाउँको भन्नु गयो को लाग्यो उयो त्यो के भयो त्यो भाइको उयो हौ दाजु प्याज हालेको है प्याज छोडेछ त पकाउँदैन नि त त्यसलाई को भाइ कता डिगाउँको नम्बरको 94% सिताजको सन्ताहरूको कहाँ डिनालीको होइन डी गाउँ हो कि डी गाउँ हो कि भन्छ उनीहरूको डिगाउँमा अनि अर्कोपट्टि अनि ए गाउँ चाहिँ कतिवटा जेठसम्मै छ क्या होइन ए गाउँ भनेको पहिलाको चारली अमर बस्ती होइन आयो त्यही त हुन्छ आफू कुन होइन त्यही त हुन्छ बी गाउँ भनेको तिनीहरूको सी गाउँ भनेको हाम्रो सम्भार हो सी भनेको पहिला कुटीनगर छला सी भन्छ क्या अनि त्यहाँदेखि डी भनेको त्यो हो अझै छ त्यहाँ पनि छ बी गाउँ त हाम्रो बिचा केटाहरू मात्र छैन खेल्दाखेरि मासुहरू खतरा खतरा जग्गा उता त झगडिएर एबिसिडी अरे बिचमा चाहिँ केटाहरू सबै काट्ने र चक्कु हानेर मर्छ अनि गौरी सङ्करमा त्यस्तै हाम्रो लाभमा त्यस्तै के अरे योलाई बाटोमा केही हुँदैन जस्तो कि त्यसै हुन्छ नि डिगाउँलाई चाहिँ सब पुरा ब भन्नुपर्छ विवेकले हेर्छ विवेक सङ्कुल क्या अन्त विवेकले पो हुनु विवेक राई भन्नु होइन को छ कहाँ विवेक राई कसरी बचिन्छ विवेक राई त्यो विवेक राई भन्दा क्या कुसम दाइले कुन ठाउँमा रहेछ थाहा छ चिन्छस् कुसम त्यहाँ नै ढोका मस्त छ बोली पनि हाम्रो गाउँमा निकै छैन यहाँ कति छ तर म चाहिँ कसलाई सम्पर्क गरेर सुन्दा आउँदै छैन आमामा लास्टमा खोर्सानी चढाएको त लास्ट त्यही हो हाम्रो पृथ्वीनगर भनेको अलिक अलिक बन्द सबैभन्दा पहिला पृथ्वीनगरमा बाट पुरी आउने गाउँ भनेको हिमानी धेरै आएको हिमानीमा त अझै धेरै छ घरभित्र छ दुई तिनजना गएको छ घरकै दाजुभाइ गएको छ गएको नभन आएको भन अब हामी पनि पुरियामै छौँ क्या अनि सबैभन्दा अगाडि मैले पनि याद गरेको थिएँ तिनीहरू नै हो अनि हामीले कोरा खानु त तिनीहरू गइसक्यो त्यो कोरा गएर आइसक्यो अब भरेर रान्दा दुखाउँदैन भन्छ नाका देखाउँदैन दुखाउँदैन काँचोले अब तिनीहरूको इन्जिन धेरै कमजोर छ भने चाहिँ हुने होइन अब इन्जिन कमजोर छ भने काँचै खाँदा भयो नि त होइन हाम्रो भाइहरूमा मोमो बनाउनु गएको अरे बिहान यसरी हेर न सुन न टक्क कापाएर होइन त्यतिकै सिधै अचारमा चोकेर आँटा पनि फेरि एकजनाले मात्रै होइन 4-5 जना मात्रै पकाउँदा अब त्यो पकाएको खाइसकेको होइन त्यहाँदेखि मैदा कापाएर किमा हाल्यो सिधै अनि त्यो पकाएर राख्नु होइन किमा पाक्यो केटाहरू क्षेत्र पनि छैन यार अचम्मै क्या कोही बेला थोरै काम छ भने पेट बिग्रिन्छ नि कति भयो 10:30 भइसक्यो त कोही आउँदैन त आज त न त यतिखेर एकपल्ट ब्रेक आउँथ्यो होइन त अब सुरु गर्नुपर्ने केटाहरू ब्रेक त 4-5जना जति आउँछ 4जना जति आउँछ अनि 12 उनीहरूको 1 घन्टा ब्रेक हुन्छ नि हालै बिलो गरेर मेसिन गर्दैन पनि यो यत्तिकै यहाँ भाइ छोपेर राख्नुपर्छ के हुन्छ चम्चीले हाल्न अब त अब त्यो धेरै टुक्रा भइसक्यो निस्किँदैन मैले हाल्दिनँ अगाडि सिस्से लगाएर यहाँ लगाएर त्यही के राख्नु अब छोटो आराम गर्नुपर्छ उसमा हल्का खर्ना पर्ने हो त्यस्तै छ हाम्रो हिजो हिराले गराएर
ल अब सुनिल त्यस्तै हो होइन के तिमीले अब खाइसक्दैनौ होइन म मुखे ल भाइ हाम्रो मुखबाङ भिडियो यस्तै छ होइन अब भिडियो बनाउनु चाहिँ त्यस्तो आउँदैन प्याज हालेको अब वेस्ट हुन्छ क्या